हेलो नमस्ते। आज म धेरै एउटा सेन्सिटिभ कुरा लिएर आएको छु। विगत केही दिनदेखि 2-3 दिनदेखि तपाईँले हेर्नु भइरहेछ काठमाडौँमा एयर पल्युसन एकदम बढिसकेको छ। यो एयर पल्युसनले गर्दाखेरि आँखा रसाइरहेछ, तपाईँलाई सास लिन अप्ठ्यारो भइरहेछ। यो एयर पल्युसनको कारणले गर्दा हो। AQI लेभल भनेको तपाईँको 151 भन्दा एबभ छ। यो भनेको तपाईँको एकदमै अनहेल्दी तपाईँको एयर पल्युसन इन्डेक्स हो। म आज चाहिँ उता काठमाडौँबाट यता ललितपुर आउने क्रममा मैले एउटा दृश्य हेरेँ, जब कि तपाईँको धेरै सोसल मिडियामा तपाईँको पत्र पत्रिकामा आइरहेको छ कि तपाईँको आगो नजलाउने, पल्युसन नफैलाउने केही यस्तो काम हामीले नगर्ने जसले चाहिँ पल्युसनलाई बढाउँछ। तर म यहाँ आउँदाखेरि चाहिँ एउटा मैले चिज हेरेँ, यहाँ चाहिँ तपाईँको रोड बनाउने कन्स्ट्रक्सन चाहिँ काम यहाँ भइरहेछ। के यो रोड कन्स्ट्रक्सन हामीले 2-4 दिन पछि गर्न सकिँदैन। AQ लेभल जब तपाईँको तल आएपछि यो रोड हुन त यो काम पनि एकदमै अर्जेन्ट होला, एकदमै महत्त्वपूर्ण होला। तर पनि के यो सिचुएसनलाई हेरेर, यो सिनारियोलाई हेरेर, यो पल्युसन लेभललाई हेरेर यस्तो कन्स्ट्रक्सन कामलाई केही दिनसम्म हामीले रोक्न सकिँदैन? तपाईँ आफ्नो सुझाव र प्रतिक्रिया यो भिडियोमा दिनु होला। म गलत छु भने पनि त्यसलाई भन्नु होला हैन। उहाँहरूले त आफ्नो काम पाउनु भएछ, त्यो काम चाहिँ सही समयमा उहाँहरूले पुरा गर्नुपर्ने हुन्छ, बाध्यता छ उहाँहरूको। तर यो कार्य पनि हामीले केही दिनसम्म चाहिँ रोक्न सायद सकिन्थ्यो होला। सम्बन्धित निकायलाई चाहिँ यो ध्यान जाओस्, जसले चाहिँ यो काम चाहिँ यहाँ निरन्तर अहिलेसम्म गराइरहनु भइरहेछ। एक त तपाईँको भौगोलिक हिसाबले पनि यो भ्यालीले गर्दाखेरि एयर पास नभएर पनि यो भएको हो। तर यस्तो यस्तो सानो चिजमा पनि हामीले ध्यान दिनुपर्छ। यहाँ हेर्नुहोस्, वर्करहरू अहिलेसम्म काम गर्नु भइरहेछ। यो पल्युसन धेरै छ। यहाँ माथि तपाईँको आकाश देखिरहेको छैन क्लियरली, तर पनि यहाँ तपाईँको कन्स्ट्रक्सनको काम चलिरहेछ। केही दिनसम्म यो कामलाई चाहिँ विश्राम दिन सकिन्थ्यो, केही दिनपछि चाहिँ यो कामलाई फेरि पूर्ण सुचारू गर्न सकिन्थ्यो। तर अहिलेको सिचुएसनमा हेर्ने हो भने यो काम चाहिँ सायद एकदमै डेन्जरस हुन्छ, किनभने कसै यो रोड भन्दा, कन्स्ट्रक्सन भन्दा ठुलो ज्यान चाहिँ हो भन्ने म बुझ्छु है।